हेलो फ्रेन्ड, आज हामी टिटहरीबाट गाईघाटतर्फको यात्रामा अगाडि बढिरहेका छौँ। टिटहरी पूर्व नेपालको पुरानो ठाउँ मानिन्छ। दक्षिणपट्टि विराटनगर र उत्तरतर्फ धरान र पूर्वतर्फ काकरभिट्टा जाने चोकको रूपमा टिटहरी चोकलाई लिने गरिन्छ। अहिले हामी टिटहरीबाट पश्चिमतर्फ अगाडि बढिरहेका छौँ। तपाईहरूले बिहानी पखको यो दृश्यहरू देख्न सक्नुहुन्छ। टिटहरी पश्चिमतर्फ भाटभटेनी हुँदै कान्छी चोकबाट राइट साइड मोडिएर अगाडि हामी लाग्नेछौँ। टिटहरीबाट अगाडि बढ्ने क्रममा इनरुवा नपुग्दै अलिकति ओरबाट कान्छी चोकबाट मोडिएर अब हामी चतराको बाटोतर्फ अगाडि बढिरहेका छौँ। अब हामी केही छिनमै चतरा बजार पुग्नेछौँ, जहाँबाट बराहा क्षेत्र दर्शनको लागि त्यही बाटो भएर यो हामीले देखिरहेको गेटबाट सिधा उत्तरतर्फ गएपछि बराहा क्षेत्र पुग्न सकिन्छ भने यो देब्रे साइडमा रहेको जुन घोसीको पुल छ त्यहाँबाट हामी काठमाडौँतर्फ गाईघाटतर्फ अगाडि बढ्दैछौँ। यो बाटो अत्यन्त सफा, चौडा, आनन्ददायक भएको हुनाले प्रायःजसो निजी सवारी साधन भएका व्यक्तिहरू यो बाटो प्रयोग अत्यधिक रूपमा गर्नुभएको देखिन्छ। तथापि जाम भने खासै यो बाटोमा देख्न पाइँदैन।
हामी प्राकृतिक सम्पदा सौन्दर्यताको रसास्वादन गर्दै हामी आनन्ददायक ढङ्गले अगाडि बढिरहेका छौँ। अगाडि सफा बाटोहरू देख्न सकिन्छ, हरियाली देख्न सकिन्छ। बसहरू पनि छोटा दूरीका बसहरू पनि फट्टफुट्ट चलेको देख्न सकिँदो रहेछ। दर्शकवृन्द, अहिले हामी गाईघाटको नजिक आइरहेका छौँ, पुगिरहेका छौँ। अब फाटक सहर सुरु हुँदै गइसकेको छ। अब हामी मध्य गाईघाट चोकमा केही समयमै सजिलै पुग्नेछौँ। गाईघाट निकै पुरानो सहर मान्ने गरिन्छ। पूर्व पश्चिम हाइवेबाट प्रायःजसो बसहरू सञ्चालन हुन्थ्यो भने अहिले आएर गाईघाट चोक हो। गाईको स्ट्याचु पनि यहाँ बनाइएको छ। निकै ठुलो एरियामा फैलिएको गाईघाट पनि हामी छिचल्दै अगाडि बढिरहेका छौँ। आज हामी यही गाईघाटमै बस्ने निधो गरेका छौँ। गाईघाटमा भोलि बिहान मात्र हामी यहाँबाट प्रस्थान गर्नेछौँ। आजलाई गाईघाटको पुछारमा गएर बस्ने ठाउँको जोरजाम हामी गर्नेछौँ। दर्शकवृन्द, तपाईहरूले अगाडि देखिरहनु भएको दाहिने तर्फको बाटो भने दिक्तिल बजार पुग्न सकिन्छ भने अगाडि बायाँ तर्फको बाटो भने भिमान हुँदै काठमाडौँ पुग्न सकिन्छ। आजलाई यति, बाँकी अर्को एपिसोडमा प्रस्तुत गर्ने नै छौँ। धन्यवाद। जय नेपाल।